मलाई बलात्कार गर, म सेक्सको लागि परिपक्व भएको छु, तर बच्चामाथि बलात्कार नगर। बच्चालाई मात्र हैन हजुरलाई पनि किन गर्ने? बलात्कार कसैलाई गर्नु हुँदैन। आउ न मलाई बलात्कार गर कसैले। मेरो घर आइज छिक ए होस फारा कुरगा तेरिए टिक्ने बौला। मैले आज छोटो कपडा लगाएको छु, कसैले मलाई बलात्कार गरोस् न त। आउँदैछ है मेरो गे केटाहरु। मर्यादित भाषा प्रयोग गर्नुपर्छ। पाली छैन के भो त? शब्द चयनमा अलिकति ध्यान दिनुपर्छ के, तपाईँ पनि सेलिब्रेटी हो। अनि चिकिन तलाई आउँछु। एउटा पुरुष अनि दिदी हजुरले खुब जय नारी भन्नुहुन्छ नि, यो कसरी सुरु भयो? छोरालाई चाहिँ जन्मिने बित्तिकै म चाहिँ यो घरको सम्पत्तिको मालिक हो अनि हामी छोरीलाई चाहिँ पराई घरलाई आफ्नो हो भन्ने पाठ पढायो। त्यहाँबाट मैले महिला हिंसा थाहा पाएँ, त्यहाँबाट चेतना भइसकेपछि जय नारी सुरु भयो। भनेपछि हजुरले यो समाजको नियमहरू कुनै पनि मान्नु हुँदैन। त्यो समाजको मैले नियम किन मान्ने? अरे यार केटा हो, महिलालाई धन सम्पत्ति मात्रै भएर हुँदैन, इज्जत चाहिन्छ के, इज्जत चाहिन्छ। इज्जत त दिएपछि पाउने हो नि। पुरुषलाई जे पाइदिए भन्नुहुन्छ हजुरले। पुरुष भनेको त के हो र? मैले बारम्बार भनिरहेको छु के का लागि पुरुष? चढा समझाओ इसे। पुरुषले महिलाहरू कलम चलाएको, पढेको, लेखेको हैन त्यो स्वीकार्दैन। तेरो बाउले भन्छ हजुरको बुवा पनि त पुरुष हो। उहाँले हजुरलाई पढाउनु लेखाउनु भएर त अहिले यसरी आएर मुख चलाउँदै हुनुहुन्छ। पुरुषले आफूभन्दा ट्यालेन्ट, आफूभन्दा बलियो सक्षम महिलालाई रिजेक्ट हान्छ। त्यसको उदाहरण म हो। मैले अहिलेसम्म प्रेमी पाएको छैन। भनेपछि हजुर एकदम बलियो सक्षम भएर अहिलेसम्म प्रेमी नपाउनु भएको, किनभने पुरुषले आफूभन्दा क्षमतावान मान्छेलाई एक्सेप्ट गर्दैन। अनि कस्तो मान्छेलाई चाहिँ एक्सेप्ट गर्छ त पुरुषले? पुरुषले ठुलो स्तन भएको, ठुलो हिप भएको, मजा आउने खालको महिलालाई मात्र स्वीकार्छ। होइन सबै पुरुषले त्यस्तै खोज्छन् जस्तो लाग्छ हजुरलाई? कृपया पुरुषहरूलाई आफ्नो लिङ्ग सम्हाल, जवानी सम्हाल हैन, कन्ट्रोल गरेर बस्छ न। केटी देख्ने बित्तिकै चुमुक नगर। हामीलाई पनि हुन्छ चाहना, हामीलाई पनि हुन्छ काउकुती, हामीलाई पनि लाग्छ, तर हामी कन्ट्रोल गर्छौँ नि त। अनि पुरुषले कन्ट्रोल गर्न किन नसक्ने? अब कुरा गर्नुहुन्छ, कन्ट्रोल गर्न सक्दैन होला त। कन्ट्रोल नगरे भए यहाँ पुरुषहरू सबै बलात्कारी हुन्थे। जुन हामीलाई एन्सन गरेर दिएर हामीलाई पनि समाउन, अङ्गलो मार्न, मुही खान, किस गर्न मन लाग्छ, तर हामी गर्दैनौँ। यो गर्नु हुँदैन सर्वजन ठाउँमा। प्रेमीसँग गर्ने हो, बाटोमा गर्ने हो, दुर्व्यवहार गर्नु हुँदैन भन्ने चेतना छ। अनि के पुरुषले चाहिँ बाटोमा चपाइले केटीलाई समात्दै हिँडेछ त? दुर्व्यवहार गर्नु हुँदैन भने त पुरुषलाई पनि थाहा होला नि त। दुई चारजना पागलहरू बलात्कार गर्यो भन्दैमा सबै पुरुषलाई एउटै घानमा हाल्नु भएन क्या? जहिले पनि पुरुष यस्तो जात हो जसलाई भैँसीले पुच्छर उचालेर पिसा फेरिरहँदा पनि इमोसन जाग्ने जात चाहिँ पुरुष हो। मात्र लडाइदिनु पर्ने साला। प्रकृतिले मलाई स्तन दिएको छ, योनि दिएको छ, प्रजनन क्षमता दिएको छ। पुरुषसँग के चिज छ भन, तपाईँसँग के चिज छ तपाईँलाई गर्व गर्नको लागि? मलाई हेर्नुहोस् जसरी त, महिलासँग यौनी स्तन हुन्छ नि, त्यसरी नै पुरुषसँग दाइ के हुन्छ एकछिन भनिदिनु त। खोलेर देखाइदिउ। कस्तो रड्डी कुरो गरेर चाहिँ छेमा बौलाले यार। देखाइदिनु तलाई मेरो। ए होस फारा कुरगा तेरिए बौला। तपाईँहरू भन्दा त शक्तिशाली त हामी महिला छौँ। बच्चा पाउन सक्नुहुन्छ तपाईँ? तिमी खिस भइस त। होइन, मेरो कुरा मेरो कुरै सुन्न मन छैन माछ। तपाईँ सक्नुहुन्छ? हेरे ए देख्यो केटा हो। सक्नु हुँदैन नि। अनि हजुरले वीर्य उत्पादन गर्न सक्नुहुन्छ त पुरुषले जसरी? यस्तो नचाहिने कुरामा डिबेट गर्ने होइन। बरु हजुरको कपाल सेती फुलेछ। कति वर्ष हुनुभयो? 32